नमस्ते सबैजनालाई। अन्त अघि मैले तपाईहरुलाई भनेको थिएँ नि हैन, बिरयानी पाक्दैछ, अहिले खाँदा देखाउँछु भनेको थिएँ, तर बनाउँदै देखाइदिएको तपाईहरुलाई है त मैले। अन्त छ्यामाले चाहिँ एकदम टेस्टी बिरयानी बनाउनुहुन्छ है। मलाई चाहिँ दोकानहरुको बिरयानी चाहिँ अलिकति बेसी नि ओइलीहरु पनि लाग्छ हैन, त्यस्तो मिठो पनि लाग्दैन। अब टेस्टको लागि मात्रै राम्रो हुन्छ के त, एकदम सेटिस्फाई चाहिँ हुँदैन। घरको बिरयानी भनेको घरकै बिरयानी हुन्छ है त। यति दामी बिरयानी बनाउनु भएको थियो है। अन्त एकदम पार्टी पनि चल्दै थियो साइड बाइ साइड हैन, तिहारको पार्टी चल्दै थियो एकदम हैन। अनि बिरयानी पाक्दैछ, बिचारा यत्रो बिरयानी बनाउनु पर्छ हैन, कति ठुलो फ्यामिली छ है। घरकै मान्छे बस्दा पनि अब यति बिरयानी बनाउनु पर्छ हेर्नुस् है त। अन्त हेर्नुस् त तपाईहरुलाई खाऊ मन लाग्यो कि लागेन त? खाऊ मन लाग्यो भने के गर्नु, दिनु चाहिँ सक्दिन है साथीहरु। आइ एम सो सरी हैन। तपाईहरु पनि बनाएर खानुहोस् ल, म चाहिँ त्यही भन्छु हैन। अनि अब तपाईहरुलाई बोलाएर खुवाउनु पाएको भने हुन्थ्यो जस्तो लाग्छ कि, तर के गर्नु हैन। अन्त छ्यामा मजाले बसिरहनु भएको छ, सबैजना एकदम अब इन्तजारमा छ कहिले पाक्छ बिरयानी र खाम भइरहेको छ है त। अन्त अब बिरयानी पनि खानु थालेको है त। मामाले खानु हुँदैछ, मम्मीले पनि खानु हुँदैछ हैन। अनि यहाँ मामाको छोराहरूले पनि एकदम मजाले एन्जोय गर्दैछ है त बिरयानी। अनि भयो फुच्चेले पनि खाएको हेर्नुहोस् न। अन्त ऊ किचनमा सबैजना एकदम है बिरयानी खाएर एकदम मस्त छ। बिचारा माइजूले चाहिँ सुत्केरी खाना है त ल्याउनु हुँदैछ हैन। अनि माइजूको चाहिँ अब त्यही हो, सुप र लोकल सुप है, अन्त भात। म चाहिँ एकदम मजाले दबाएर बिरयानी खाँदैछु है त। मलाई चाहिँ एकदम मनपर्छ बिरयानी, तर अब महिनामा एकपल्ट 2 महिनामा एकपल्ट मात्रै, त्यो डेली खानु हुँदैन, हेभी डाइट हो यो चाहिँ हैन। डेली खानु पनि हुँदैन भन्छु म चाहिँ। अनि ठिकै छ हैन, बिरयानी मनै पर्छ हैन सबलाई। अन्त एकदम मजाले खाइरहेको छु है साथीहरु। एकदम नरिसाउनुस् ल, थोकायो भने पनि निल्दिनुस् न त, केही छैन हैन। बनाउनुस् अन्त मजाले खानुस् ल। त्यति भन्दै म गुड नाइट भन्छु। अब चाहिँ म एन्ड गरेको भिडियो भोलि भेट्छु, बाइ बाइ। त्यति भन्दै है त। माइजूको खाना हेर्नुस् है त लास्ट